JPTV entertaining you. त्यसो भए यो थुन्चे भरि घाँस काट्दियो अनि दिन्छु नि त। घाम पनि कस्तो चर्को लागेको हो। यस्तो घाम कसरी घाँस काट्ने, एक थुन्चे कसरी पुर्याउने हो। अल्छी पो लागिरहेछ मलाई त, के गर्ने होला। जानै पर्यो अब, जसरी भए पनि ल्याउनु पर्यो एक डोको त, मार्ला फेरि घरमा। कस्तो अल्छी लागेको, कसरी काट्ने होला घाँस। ओहो सिजन दिदी के गर्न लानु भा? घाँस काट्नु आएको, अल्छी लागेर यहाँ। ए घाँस काट्नु आएको, अल्छी लागेर बसिरहेको छु। सिर्जन दिदी म एउटा कुरा भन्छु, मान्नुहुन्छ त? भन न के कुरा हो। म यो थुन्चेभरि घाँस काटिदिन्छु, त्यस बापत तपाईँ मलाई के दिनुहुन्छ? भन न के कुरा हो, मसँग रहेछ भनिदिउँला नि। साँच्चै हो? हो, प्रमिस दिन्छु। म यो थुन्चेभरि घाँस काटिदिन्छु। त्यसो भए यो थुन्चेभरि घाँस काट्दियो अनि दिन्छु नि त। पहिला गर्न दिनु, प्रमिस। तिमीले गर्न दिइसकेपछि म एक थुन्चे घाँस काटिदिन्छु। त्यसो भए गर न त। तिमीले भनेको मैले दिइहालेँ, अब घाँस काट्देऊ न त। दिदी भोलि काट्दिउँ ल, मलाई त अल्छी लाग्यो। म गएँ ठुक्क मुर्दा, झन् घाँस काट्देला भनेर दिएको त, त्यसले भनेको फेरि आउला नि डाम्बालाई।